होइन हौ स्वस्तिका, के भयो तँलाई? कहाँ गएर आएको यस्तो घाममा? छ्या, कस्तो निराश देखियोस् त त। हेर्न करुणा, म त यता र उता धाउँदा धाउँदा दिक्कै भइसक्यो भनेको। कसैकोमा ल्याङ्ग्वेज मात्र गराउँछु भन्नुहुन्छ, कसैकोमा चाहिँ फेरि हामी डकुमेन्टेसनको मात्र काम गर्छु भन्नुहुन्छ, कसैले चाहिँ फेरि वर्क प्लेसमेन्ट हामी गराउनै सक्दैनौँ भनेर भन्नुहुन्छ। यस्तो जाबो कुरामा त यस्तो घाममा डुल्दै हिँडेँ कि मैले त लास्ट पास्ट 4 मन्थदेखिबाट स्टाफन सेन्टरमा ल्याङ्ग्वेज क्लास गरिरहेको छु। तर म पनि सँगै जाब। अब आज तर मैले फर्म भर्नलाई लिएर जान्छु। हजुरहरू पनि मेरो साथी जस्तै कता जर्मन कोर्स गरौँ भनेर टेन्सनमा हुनुहुन्छ? चिन्ता नगर्नुहोस्, अब हजुरहरूको लागि स्टाफन सेन्टर खुला भइसकेको छ।